चाहिँ हेभेनमा छु अहिले फिलहाल चाहिँ मजा आयो ह्याप्पी welcome back to my YouTube channel again. If you guys are watching for the first time, please do subscribe to my YouTube channel. आज म नयाँ भिडियो लिएर आएको छु अनि आजको भिडियो चाहिँ तपाईले बाइ द टाइटल अनि थम्बनेल थाहा पाइसक्नु भएको छ। आज चाहिँ हामी जाँदैछौँ एक्वेरियम प्याराडाइज जहाँ चाहिँ हो अस्ति जहाँ फन वर्ल्ड गएको थियौँ हामी अस्ति नै त्यहाँ त्यसकै पासमा हो। हामी सबै अल्फाको दिदी बहिनीहरू मिलेर जाँदैछौँ। आदि जान्दैन कतिजनाको प्रब्लम हुने नानीहरू सानो हुने प्रेग्नेन्सीहरू भएकोहरू जानु हुँदैन अन्त अरू बेको सबै प्रायः जान्दैछ अन्त हेरेर इन्जोय गर्नुहोस् होला। अन्त आजभोलि चाहिँ मैले भिडियो डेली ल्याउँदैछु। खासमा चाहिँ अरू बेला पनि म भिडियो ब्लग चाहिँ डेली बनाउँछु तर अपलोड गर्नुमा प्रब्लम हुन्छ नि त। त्यसले गर्दा चाहिँ हार्डवर्क गर्नुपर्छ, त्यसको लागि टाइम निकाल्नुपर्छ। त्यसको लागि तपाईँले सपोर्ट गरिदिनुहोस् मेरो युट्युब च्यानललाई। जसले अहिलेसम्म लाइक अनि सब्सक्राइब गर्नुभएको छैन प्लिज टु सब्सक्राइब टु माई युट्युब च्यानल। अन्त आज चाहिँ म तपाईँलाई सँग लिएर जान्छु एक्वेरियम प्याराडाइज। स्टे ट्युन। गाइस यहाँ चाहिँ मेरो छोरा चाहिँ चस्मा यो लगाउँछु खालि भन्छ अर्को चस्मा लगाऊ भनेर म त देखाइदेऊ। सो गाइस हामी सबैजना रेडी भएर गएको। अब यहाँ सुस्मिता दिदी हुनुहुन्छ, यहाँ गुरास दिदी हुनुहुन्छ र यहाँ नानीहरू छ। अन्त म छु गाइसहरू। सो गाइस हामी चाहिँ हिँड्यौँ है घरबाट। अब चाहिँ हामी डाइरेक्ट ओला बुक गरेर चाहिँ जान्छौँ। अर्को टर्निङ आउँदैछ तपाईँहरूलाई देखाउँछु म अर्कोपट्टि यता उता ल हुँदैछ ऊ दिदीहरू चाहिँ आउनुहुँदैछ। पेमला दिदीहरू राम्रो देखेको छ। आउनु यहाँनिर फोटो खिच्नु। यहाँ सकिला दिदी, यहाँ पेमला दिदी हिरो नि भएर आउनुभएछ पेमला दिदी चाहिँ सकिला दिदी। सो गाइस मैले चाहिँ प्रयाणहरूको लुगा लगाइदिएँ सबैले सर्च लगाएको रहेछ भनेर अन्त बोकिदिइरहेको छु लामो प्यान्ट चाहिँ। यहाँ हेर्नुहोस् त छोरा हामी चाहिँ अटो बुक गरिरहेको छ यहाँनिर अन्त बसिरहेको छौँ। प्रयाण उता नजाऊ है आयो एउटा त प्रयाण आऊ। गाइस हामी चाहिँ आइपुग्यौँ एक्वेरियम प्याराडाइज भन्ने जग्गा। अब हामी चाहिँ यहाँनिर जान्छौँ। फोटो सुट हुँदैछ। प्रयाण बस्नु न यता पनि आउनु भएको छ सानो बेबी पनि। सबजना हामी आइसक्यौँ यहाँनिर प्याराडाइजको अगाडि। यहाँबाट दिदीहरू पनि आउनुहुँदैछ, सुस्मिता दिदी र योजना दिदी पनि। प्रयाण तिमी कहाँ गएको? सबजना रेडी भएको छौँ। अब चाहिँ दिदीहरू पनि आइपुग्नु भयो। नानी पक्रिनु न योजना दिदी लु पसौँ। टिकट त काट्नु बसौँ भनेको। जाउँ ल आउनु कहाँ यस्तो भिड रहेछ। प्रयाण खै प्रयाण गाइस यस्तो भिड हुँदो रहेछ गाइस। लाइन चाहिँ यस्तो लाग्दो लागिरहेको छौँ गाइसहरू। पुलिसहरू चाहिँ यहाँनिर आँखा यताउता गर्नु नानीकोमा चाहिँ। हामी टिकट काटेर पनि अब चाहिँ हुन आँटेको। प्रायः त्यता जानु हुँदैन है। सबैजना आयो अब रहेछ एन्ट्रीमा चाहिँ एन्ट्रेन्समा चाहिँ गाइसहरू पर्खा मामालाई सबैजना आउनुहुँदैछ दिदीहरू। ओ माई गड यतै आउनु
भित्र यस्तो रहेछ ध्यान देऊ मम्मालाई नौ खै छैन यहाँ त ए उहाँ रहेछ एउटा उहाँ छ बाबा फिसु यो दामी फिस नि हेर्नु न ननिस्केको कत्रो फिस रहेछ रह्यो नि हेर फिस देख्यौ 100 केजीको फिस रहेछ अर्को पनि रहेछ हेरिहाल्नुहोस् गाइसहरू फिस चाहिँ कत्रो कत्रो छ आन्टीहरूलाई पनि पर्ख
आउने दिदी ओ माय गॉड दिदी लड्छ है लड्छ है अन्डर ग्राउन्ड एकाडेमी पनि रहेछ अब चाहिँ हामी नेक्स्ट पोइन्टमा जानु आँटेको रोयन नजाऊ एकछिन नजाऊ यहाँ बसिहाल यहाँ मर्मेड सो चाहिँ गाइस आज हुँदैन रहेछ तर पनि मर्मेड सो चाहिँ आज खासमा हुनुपर्ने हो स्याटरडे सन्डे चाहिँ विकेन्डमा चाहिँ प्राइस पनि ज्यादा मर्मेड सो पनि हुँदो रहेछ तर हाम्रो ब्याड लक भयो आज मर्मेड सो भएन केही पानीको केही इस्युले गर्दा भन्नुहुन्थ्यो हौ देखेँ छोरा पानीको बबल्सहरू कस्तो राम्रो